everyone, welcome to the A Book A Day series को चौथो दिन हरेक दिन एक किताबको चौथो दिनमा यहाँलाई स्वागत छ। आज हामीसँग छ कृष्णधारा बसीको बालक हराएको सूचना। यो चाहिँ एउटा जीवन दर्शन सम्बन्धी निबन्ध संग्रह हो। यसमा चाहिँ 12 वटा निबन्धहरू संग्रहित छन् हैन। पहिलोमा चाहिँ छ दृश्यमा चाहिँ उनले चाहिँ एउटा सुकिसकेको रुख देख्छन् अनि त्यसपछि चाहिँ हाम्रो जीवनको सत्य भन्नु नै बुढो हुनु हो मर्नु हो भन्ने चाहिँ उलाई रियलाइज हुन्छ। त्यसैमा चाहिँ यो निबन्ध बुनेको छ। अनि एउटा माटोको माया भन्ने छ। अनि यो चाहिँ हामीलाई यसो सुन्दा चाहिँ देशभक्तिको जस्तो लाग्छ। तर यो चाहिँ देशभक्तिको नभएर माटोले गर्दाखेरि चाहिँ विश्वभरमा कति धेरै अब सबै जसो युद्धहरू चाहिँ माटोको कारणले भयो भन्ने तरिकाले यो लेखिएको छ। त्यसपछि मोहन छेत्री भन्ने एउटा निबन्ध छ जसमा चाहिँ उनी चाहिँ युद्धमा चाहिँ साझेदार भएका हुन्छन्, सिपाही भएर लडेका हुन्छन्। अनि त्यो युद्धको विवशतालाई जीवनसँग जोडेर त्यसलाई लेखिएको छ। त्यसपछि अर्को छ छोराका नङ फुले भन्ने निबन्ध संग्रह। त्यसमा चाहिँ उनले चाहिँ कसरी उनका पनि नङ फुल्थे, उनका बुवाका पनि नङ फुल्थे भनेर एउटा जिन्दगीको निरन्तरतालाई चाहिँ छोराका नङ फुले भनेर एउटा निरन्तरतालाई चाहिँ एउटा जीवन दर्शन मानेर त्यही सम्बन्धमा लेखेका छन्। अनि तङ्गासँग त हामीले जहिले पनि हाम्रो जीवनलाई चाहिँ एकदम जोडेर नै हेर्ने गर्छौँ। त्यसपछि अर्को छ बालक हराएको सूचना। बालक हराएको सूचना मलाई चाहिँ यो सबसे युनिक लागेको थियो हैन। हाम्रो शीर्ष निबन्ध पनि हो यो। यसमा चाहिँ के भनेको छन् भने उनलाई चाहिँ आफू बुढो भएको रियलाइज हुन्छ। त्यसपछि उनी के भन्छन् भने म भित्रको बच्चा कहिले मर्यो त, कहाँ गयो, कहाँ हरायो भनेर चाहिँ उनी सोध्छन् हैन। त्यहाँले त्यही सम्बन्धमा चाहिँ यो त्यही सम्बन्धमा रहेर आफू भित्रको बच्चा कहाँ गयो भन्नेतर्फ चाहिँ त्यो निबन्ध प्रेरित छ हैन। त्यसपछि मोके बुढी भन्ने एउटा निबन्ध छ। त्यसमा चाहिँ एउटा समाजमा रहेका महिलाहरू, दुखी महिलाहरू लाई हेरेर चाहिँ उनीहरूको जीवनसँग जोडेर चाहिँ लेखिएको निबन्ध हो यो। अनि जहाँबाट जीवनलाई पढ्छु लाई हेर्दाखेरि चाहिँ यो चाहिँ के हो जस्तो लाग्छ। तर यसमा चाहिँ के छ भन्दा चाहिँ के अरे हामीले चाहिँ सबैभन्दा सुरुको भाषा चाहिँ उनी आँखा हो भनेर भन्छन् कि हामीले आँखाले चाहिँ हाम्रो मनभित्र कुराहरू पनि हाम्रो आँखामा हुन्छ, सबै कुरा चाहिँ हाम्रो आँखामा हुन्छ भन्ने पर्सपेक्टिभबाट चाहिँ उनले यो निबन्ध लेखेका छन्। त्यसपछि अर्को छ पापी पेटका सवाल भन्ने निबन्ध चाहिँ यसमा चाहिँ कसरी चाहिँ मान्छेले चाहिँ हाम्रो चाहिँ यो मानव सभ्यता विकास हुनुभन्दा पहिलेदेखि नै भोग थियो र अझै पनि हामी यही भोगकै लागि चाहिँ कामहरू गरिरहेका छौँ भन्ने कुरा छ। अनि नलेखेको कुरामा चाहिँ उनी के कुरा गर्छन् भने मान्छे चाहिँ वर्तमानमा बाँच्न छोडेर चाहिँ भविष्य भूततिर चाहिँ धेरै ध्यान दिँदैछ या चाहिँ धेरै चाहिँ लगानी या चाहिँ आफ्नो टाइम यसो गर्दैछ भन्ने कुरामा गर्छन्। र अर्को निबन्ध छ एकान्त भनेको के हो त, एक्लै हुनु मात्रै एकान्त हो त यो कुरालाई चाहिँ एउटा नयाँ पर्सपेक्टिभबाट चाहिँ उनले लेखेका छन्। र अस्तित्वको खोजी मान्छे आफू बन्नु भनेको के हो, मान्छे किन आफू बन्न चाहन्छ र किन आफू बन्न चाहँदैन भन्ने कुरालाई चाहिँ लेखकले चाहिँ यसमा चाहिँ लेखेका छन् हैन। मलाई चाहिँ यो एकदमै 2-3 वटा जस्तो बालक हराएको सूचना अनि त्यसपछि जहाँबाट जीवनलाई हेर्छु यिनीहरू चाहिँ मलाई एकदम युनिक पर्सपेक्टिभ लागेको थियो जीवनमाथि हैन। मैले चाहिँ कहिले पनि त्यसरी सोच्न सकेको थिइनँ जस्तो लागेको थियो। एकदम मिठो लागेको थियो मलाई। शब्द बिम्बहरू चाहिँ एकदम मिठो लागेको थियो। एकदम पढ्नुपर्ने किताब हो जस्तो लाग्छ मलाई। पढ्नु होला। थ्याङ्क यू।